समाज सेवा गरिरहनु भएको छ। हामी सबैले आशा अनि विश्वास गरेका छौँ कि उहाँले हाम्रो महालक्ष्मी नगरपालिकालाई उच्चतम स्थानमा पुर्याउनु नै हुनेछ। यसमा हाम्रो पनि सर्वोत्तम साथ सहयोग हुने नै छ र यहाँहरूको साथ पनि हामीलाई रहने नै छ भन्ने कामना गर्दै उहाँको सान्दर्भिक मन्तव्यलाई म यहाँहरूमा समक्ष राख्दछु र उहाँलाई मन्तव्य राखिदिनु हुन हार्दिक अनुरोध गर्दछु। धन्यवाद कार्यक्रम सञ्चालक महालक्ष्मी महिला समूहका सचिवज्यू, आजका यस कार्यक्रमका सभाध्यक्षज्यू, महालक्ष्मी नगरपालिकाका नगर उपप्रमुखज्यू, यसै वडाका वडाश्री लगायत सम्पूर्ण जनप्रतिनिधिज्यूहरू, विभिन्न विद्यालयबाट पाल्नुभएका प्रहरीज्यूहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारज्यूहरू, साना तथा घरेलु उद्योग विभागका महासचिवज्यू, महालक्ष्मी महिला समूहका उपाध्यक्ष लगायत सम्पूर्ण सदस्यज्यूहरू र यो आज कार्यक्रम सभ्य र भव्य रूपमा सफल बनाउन पाल्नुभएका आदरणीय दाजुभाइ दिदीबहिनीहरूमा सर्वप्रथम म महालक्ष्मी नगरपालिकाको तर्फबाट यहाँलाई हार्दिक धन्यवाद गर्न चाहन्छु। आज सबैभन्दा पहिले सम्मानित हुने आमाहरूप्रति दीर्घायु तथा स्वास्थ्यको अप्रल शुभकामना व्यक्त गर्न चाहन्छु। आज यो महालक्ष्मी महिला समूहको भविष्य राम्रो छ। तपाईहरू सोध्नुहोस् किन भन्दा अहिले यहाँ तपाईहरू जति पनि उपस्थित हुनुभएको सबैको अनुहारमा मौनता छाएको छ, हाँसी खुसी छाएको छ। तपाईहरू खुसी हुनुहुन्छ, यही नै महालक्ष्मी महिला समूहको लक्ष्य राम्रो भएको चिन्ह हो। आज यो महालक्ष्मी महिला समूहले विकासका कुराहरूलाई मात्र होइन, तपाईहरूले माथिल्लो लेखेको नाराले पनि थाहा हुन्छ यो संस्था भविष्यमा के हुन्छ भनेर। उहाँले के लेख्नु भएको छ समितिले भने तपाईँ हामी सबैको विकास निर्माण गरेको जिम्मेवार अभिभावक हाम्रो हो भन्नुपर्छ। त्यो अभिभावक लिनु नै सबैभन्दा ठुलो हुन्छ। त्यसले गर्दाखेरि म यहाँलाई साधारण सभा सम्बन्धी अलिकति जानकारी गराउन चाहन्छु। संस्था दर्ता गरिसकेपछि 6 महिनाभित्र साधारण सभा गर्नुपर्छ र साधारण सभापछि अर्को 1 वर्षमा वार्षिक साधारण सभा भन्ने हुन्छ र वार्षिक साधारण सभामा 1 वर्षभरि गरेका कामकाजको बारेमा सदस्यहरूलाई जानकारी गराउने, अनुमोदन गर्ने र आगामी कार्यक्रमहरू के गर्ने भन्ने विषयमा तय गर्नुपर्ने हुन्छ। र मैले भर्खर पनि सुने सचिवज्यूबाट प्रतिवेदन पेश गर्दाखेरि उद्देश्यहरू धेरै छ, तर त्यो उद्देश्य प्राप्तिको लागि गरिने कामहरू देखिएन। त्यो उद्देश्य प्राप्तिको लागि के काम गर्नुपर्छ, हामीले एउटा मास्टर प्लान बनाउनु पर्छ। अब हामीले भन्ने गरेको भने अब हामी आज प्रारम्भिक साधारण सभामा छौँ। अब तपाईँहरूले गर्ने भनेको चैत वैशाख जेठ असारसम्मको कार्ययोजना बनाउनु पर्छ। अनि साउनदेखि फेरि अर्को असारसम्मको, असार साउनपछि हामीले अर्को कार्यविधि बनाउनु पर्छ, कार्यक्रम तय गर्नुपर्छ। संस्थामा व्यक्ति हावी हुनु हुँदैन। यदि यो संस्था राम्रो गर्ने हो भने व्यक्ति हावी होइन, संस्था गरेर जस्तो चल्नुपर्छ। किन अध्यक्ष हुनुहुन्छ, उपाध्यक्ष हुनुहुन्छ, सचिव हुनुहुन्छ, कोषाध्यक्ष हुनुहुन्छ, उपसचिव उपकोषाध्यक्ष हुनुहुन्छ, सदस्यहरू हुन्छ। विचार सबैको लिनुपर्छ। त्यो विचारलाई व्यवस्थित गर्ने काम कार्य समितिको, कार्य समितिले कार्यक्रम तय गर्नुपर्छ, त्यसलाई हामी अगाडि बढाउनुपर्छ। त्यस भएपछि हामी संस्था कहिले पनि ठेस लाग्दैन। यो हाम्रो एउटा नीति नै हो, जानुपर्ने बाध्यता पनि त्यही हो। र अर्को कुरा रह्यो, यो संस्थाको बारेमा जति कुरा गरे पनि मयूरको बारेमा कुरा गर्दा मयूर नाच्नु पर्दैन, मयूर त्यसैमा राम्रो छ। यो महालक्ष्मी महिला समूहको बारेमा धेरै कुरा गर्नु पर्दैन। यहाँ तपाईँहरू उपस्थितिले नै जनाउँछ कि यो महालक्ष्मी महिला समूह कस्तो छ भन्ने कुरा स्पष्ट हुनुहुन्छ। तपाईँहरूले जुन ढङ्गको जुम्बा डान्स देखाउनु भएको छ, तपाईँहरूले यहाँ विभिन्न कार्यक्रम गर्नुभएको छ, तर हाम्रो अहिलेको परिस्थितिमा माथि हाइट हुनुपर्ने ठाउँमा दायाँ बायाँ पुग्ने अवस्थामा तपाईँहरूले जुम्बा डान्स गरेर तपाईँहरूले चाहिँ मोटोपनलाई घटाउने जुन कार्यक्रम ल्याउनु भएको छ, यसले स्वास्थ्यसँग पनि जोडिएको हुन्छ, किन भन्दा तपाईँहरूको स्लिम हुनुभयो, राम्रो हुनुभयो भने तपाईँसँग
पातलो हुनुभयो भने एउटा मात्र रोग लाग्न सक्छ, त्यो टिबी हो। तर तपाईँ हामी मोटो भयो भने धेरै कुरा रोगहरू लाग्न सक्छ, चाहे त्यो ब्लड प्रेसरको होस्, चाहे सुगर होस्, चाहे कोलेस्ट्रोल होस्, थुप्रै रोगहरू लाग्ने हुने भएको हुनाले तपाईँहरूले जुन यो आज स्वास्थ्यसँग पनि सम्बन्ध राखेर जोडेर जुन जुम्बा डान्सहरू गरिराख्नु भएको छ, एक्सर्साइज गर्ने काम गर्नुभएको छ, म तपाईँहरूलाई नगरपालिकाको तर्फबाट धेरै धेरै धन्यवाद दिन चाहन्छु। अर्को कुरा चाहिँ तपाईँहरूले सङ्गीतसँग पनि जोड्नु भएको छ। हामीले संस्कृति पनि जोगाउने काम गर्नुपर्छ। तपाईँहरूले जोगाउने काममा यो महालक्ष्मी महिला समूह लाग्नु भएको छ, त्यसको लागि पनि म नगरपालिकाको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। आज हामी संस्कृतिबाट नै हामी यहाँसम्म आएको हो। हामी भाषा विभिन्न भाषाभाषीले नै यहाँसम्म आइपुगेको हो, जसले गर्दाखेरि हामी भाषाभाषी बचाउन पनि अवसर हुनुपर्छ, संस्कृति बचाउन पनि अवसर हुनुपर्छ। सबैभन्दा ठुलो त आफ्नो शरीर बनाउन चाहिँ शरीर हुनुपर्छ, राम्रो हुनुपर्छ, जसले हाम्रो लागि चाहिँ राम्रो काम गर्छ। हामी स्वस्थ भयो भने हामी जे पनि गर्न सकिन्छौँ, तर हामी नै स्वस्थ छैनौँ भने हामीले गर्ने कार्यमा पनि गर्न सकिँदैन। जसले गर्दाखेरि यो महालक्ष्मी महिला समूहको जुन गतिविधि हेरौँ र आगामी दिनमा चाहिँ मैले एउटा कोषाध्यक्षको प्रतिवेदन देखिएन, तर कोषाध्यक्षको प्रतिवेदनमा पनि हरेक कुरा आम्दानी खर्च बाँडेको हुनुपर्छ र जुन तपाईँको अहिले प्रस्तुत गर्नुभएको उद्देश्य प्राप्तिको लागि आर्थिकको पनि खाँचो हुन्छ। उद्देश्य मात्र प्राप्त गरेर भएन, उद्देश्य मात्र राखेर भएन, तर उद्देश्यमाथि पनि प्राथमिकता तोक्नु पर्यो। तपाईँहरूको अहिले मैले हेरेँ 12-14वटा तपाईँले चाहिँ उद्देश्य बताउनु भएकोमा सबैभन्दा पहिला उद्देश्य के हो? तपाईँहरू महिलाहरूले चलाएको संस्था भएको हुनाले महिला सशक्तिकरणको लागि चाहिँ पहिलो प्राथमिकता